Kapatisi TV. Ka undi basnyam bat penjasliang. Rupa Premium Meghalaya. Kisipai jangane police army klashim tihi dala di ban penkut ike huri hura bagi jingkul mar Nepal bab banwandra ike syongsuk syongsan tak hadu bakandawan ke sorkar batamai. Kisipai kala maham tingye iki patba berada kistang biang iki kam penjat penbra iki kam luti ni kam thombor iki nuki rishimat ke jing penjatam kendai ke be ba. Chief of Army Staff General Ashok Raj Sigdal walakin tu ki patba ki biaki belada kadan kanu ke jing bam sngohon ki di banyakran hakalenti ke bedai umanshim ya kaan hakti lajang walakin turu baki deben penkut no ke jing ki kanaman la ban rabyang ya ka syong sok syongsan walapan pau ke jus ngolem shi bahayeng jing tu ki bayap bat bemensau kisipai kala kurup mentai ke secretariat bakat to ni ki office sarkar bat klapin benaru daga curfew Kisipai kala batha ikilar pathai khubor wa kim deben pinmi iki khubor ki bam tikna barada kadan kanu ba thammai ka khubor ka deben wan na kisipai आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू नेपालको इतिहासदेखि नै नेपालको स्वतन्त्रता सार्वभौम सत्ता भौगोलिक अखण्डता स्वाधीनता राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहँदै आएको तथ्य हामी सबैलाई सर्वविदितै छ। नेपालमा हाल भइरहेको आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक संवेदना र सहानुभूति प्रकट गर्दछ। साथै घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ। आन्दोलनको क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा जनधनको थप क्षति हुन नदिन र शान्ति सुरक्षा अमन चयन एवं राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबै नेपालीको साझा दायित्व हो। वर्तमान असहज परिस्थितिलाई सामान्यकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा सार्वजनिक एवं नागरिकहरूको सम्पत्ति आम नागरिक मित्र राष्ट्रका कूटनीतिक नियोग तथा नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो। तसर्थ यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौँ। जय मातृभूमि, जय देश।